तपाईलाई कहिले यस्तो भएको छ? काम गरिरहनु भएको छ, एउटा धुनमा हुनुहुन्छ, तपाईँको ध्यान अर्कैतिर गइरहेको छ। मतलब केही तरकारी, केही फल, केही काटिरहनु भएको छ, ध्यान अर्कै भइरहेछ। दिमाग एकदमै जे काम हो, त्यसमा ध्यान गएको छैन। जस्तै कोही मान्छेसँग कुरा गरिरहनु भएको छ, ध्यान भने तपाईँ अर्कै कुरामा छ। कुन बेला मेरो पालो आउला, के कुरा भनौँला, यसलाई कसरी इम्प्रेस पारौँला भन्नेमै ध्यान गइरहेको छ। अथवा तपाईँ चाहिँ सरले पढाइरहनु भएको छ, तपाईँको ध्यान भनेको चाहिँ डे ड्रिमिङ गरेर बसिरहनु भएको छ। घर गए कतिखेर जाने, घर गएपछि के खाने, अब मलाई भोक लाग्यो, क्यान्टिनमा के पाकेको होला, मलाई यो साथीले यस्तो भनेको थियो, म यो गेम डाउनलोड गर्छु, यो गेम खेल्छु भनेको मतलब एउटा काममा गरिरहनु भएको छ र ध्यान भने अर्कै काममा लागिरहेको छ भने चाहिँ यसलाई चाहिँ यो तपाईँलाई यस्तो सिम्टम्स भइरहेछ भने चाहिँ तपाईँलाई चाहिँ एडिएचडी भएको हुनसक्छ। अब एडिएचडी भनेको चाहिँ के हो? एडिएचडीको फुल फर्म हुन्छ अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर। एडिएचडी चाहिँ प्रायलाई चाहिँ हुनसक्छ, धेरैलाई चाहिँ थाहा नभएको पनि हुनसक्छ मलाई एडिएचडी छ भनेर। त्यो ब्रेन नै छुट्टै हुन्छ। कोही मान्छेको हामीसँग सबैसँग ब्रेन त छ, तर सबै एउटै तरिकाले फङ्सन गर्दैन। कसैको ब्रेन एउटा छुट्टै तरिकाले पनि चल्न सक्छ। यसरी इमेजिन गरौँ कि तपाईँ दाहिने हात चलाइरहने मान्छे, दुनियाँ चाहिँ सबै दाहिने हात चलाएर लेख्छन्, खान्छन् होइन, धेरै जस्तो दाहिने हात एक्टिभ हुन्छ प्रायःको। कतिपय मान्छेको चाहिँ के पनि हुनसक्छ भन्दाखेरि लेफ्ट ह्यान्ड चाहिँ एक्टिभ हुन्छ। अब लेफ्ट ह्यान्ड एक्टिभ भयो भन्दैमा तपाईँले चाहिँ तपाईँ गलत हो भन्न मिल्दैन क्या। भनेको मतलब यो वर्ल्ड नै अब यसरी डिजाइन गरेको छ कि राइट ह्यान्डको लागि, राइट ह्यान्डेड पर्सनको लागि। अब तपाईँले लेफ्ट ह्यान्ड गर्दैमा तपाईँ यु आर नट रङ, मेबी यु जस्ट ह्याभ टु चेन्ज समथिङ। कुनै कुनै चिजहरू फरक गर्नुपर्छ होला, त्यति मात्र हो, अरू केही पनि होइन है। अब एडिएचडीको चाहिँ के छ भन्दाखेरि एउटा थाहा पाउनु पर्ने कुरा चाहिँ के छ भन्दाखेरि एडिएचडीले एकदमै असर त पार्छ। जस्तै एकदमै धेरै असर पार्ने भनेको चाहिँ दुईवटा ठाउँमा छ, एउटा स्कुलमा, अर्को हुन्छ तपाईँको घरमा। पढिरहने ठाउँमा युनिभर्सिटी अथवा काहीँ अथवा घरमा, यी दुईवटा ठाउँमा चाहिँ तपाईँले चाहिँ एडिएचडीले चाहिँ एकदमै एफेक्ट पार्छ। कतिपय अब व्यक्तिहरूले, म पनि एज अ टिचर्स मैले धेरै स्टुडेन्टहरू देखेको छु जुन चाहिँ एडिएचडी भएको छ। उनीहरूलाई यतिकै थाहा हुन्छ कि अब एडिएचडीको टाइप पनि हुन्छ। एडिएचडी भन्ने बित्तिकै सबै एउटै प्रकारको हुँदैन। कुनै एडिएचडी चाहिँ कस्तो प्रकारको हुन्छ भन्दाखेरि इनअटेन्टिभ टाइपको। एडिएचडी भन्ने बित्तिकै अटेन्सन कम हुन्छ, त्यो त थाहा भइसक्यो। अटेन्सन कम हुने पनि कस्तो तरिकाले। अब इनएटेन्टिभ टाइपको चाहिँ कस्तो हुन्छ भन्दाखेरि उनीहरूले चाहिँ ध्यान दिन सक्दैन। कुनै पनि कुरा पढाइरहेछ, फोकस गर्नुपर्ने छ, त्यसमा ध्यान दिन सक्दैन भने चाहिँ यसलाई इनअटेन्टिभ भन्छ। अर्को भनेको चाहिँ बिर्सिरहने बारम्बार होइन, डे ड्रिमिङ गर्ने, सरले उता पढाइरहनु भएको छ, ध्यान अन्त्यतिर गइरहेको छ होइन, जोनिङ आउट हुने, एकदमै छिटो डिस्ट्र्याक्ट हुने होइन। जुन चाहिँ सरले, शिक्षकले चाहिँ आफ्नो एन्सर भनिसक्नु भएको हुन्छ कुनै क्वेसनको, त्यो क्वेसन चाहिँ फेरि दोहोऱ्याउने, यो क्वेसनको एन्सर भनिदिनु भन्ने भनेको मतलब उसले एन्सर भनिसकेको हुन्छ, तै पनि क्वेसन फेरि दोहोऱ्याउने हो। यस्तो खालको सिम्टम्स छ भने चाहिँ तपाईँ चाहिँ इनएटेन्टिभमा पर्नुभयो। अब अर्को हुन्छ हाइपर एक्टिभ। हाइपर एक्टिभ अथवा इम्पल्सिभ पनि भन्छ। हाइपर एक्टिभ भनेको चाहिँ त्यो तपाईँसँग जुन रेस्टलेसनेस छ, तपाईँलाई केही गरौँ गर्ने मन लाग्ने एकदमै उत्ताब्लोपन, त्यो चुमचुम चुमचुम टाइपको पन, यो चाहिँ तपाईँले चाहिँ बाहिर देखाउन थाल्नुहुन्छ क्या। जब तपाईँलाई खुट्टा ट्याप 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 गरेर बस्ने, कोही बेला चाहिँ जुरुको उठ्ने, आफ्नो टर्नै नआइकन बोल्ने, अरूलाई इन्टरप्ट गर्ने होइन, अरूको बिचमा कुरा सकिनुभन्दा पहिले नै आफ्नो कुरा राख्ने हो। यस्तो कुरा छ भने चाहिँ तपाईँ चाहिँ भन्नुभयो हाइपर एक्टिभिटीमा। ऊ चाहिँ एकदमै रेस्टलेस हुन्छ, एकै ठाउँमा बस्न सक्दैन, एकदम बेचेन क्या, बेचेन भनौँ न। अब कुनै व्यक्ति भनेको इनअटेन्टिभ भनेको चाहिँ यसकै अलिकति सानो भर्जन भन्दा नै हुन्छ। भनेको मतलब हाइपर एक्टिभमा चाहिँ एकदमै त्यो बाहिर देखाउने भयो कुनै पनि कुरा चाहिँ होइन। तपाईँ एकदमै तपाईँको त्यो रेस्टलेसनेस, बेचेनलाई चाहिँ बाहिर देखाउनु भयो। र यो बेचेनलाई चाहिँ अलिकति कम गरेर चाहिँ इनअटेन्टिभ भनेको सबै कुरा त्यही नै हो। ध्यान नजानुको कारण चाहिँ के हो भन्दाखेरि यसमा चाहिँ तपाईँले चाहिँ अब अलिकति भित्रको कुरा, इन्टरनल कुराले चाहिँ तपाईँलाई स्टिमुलेट गर्छ भने चाहिँ यो चाहिँ भयो हाइपर एक्टिभ अर इनअटेन्टिभ, दुईवटा प्रकारको भई। अथवा हुन्छ यो दुइटैको कम्बिनेसन पनि हुन्छ। यो दुइटैलाई कम्बाइन गरेर कोही रेस्टलेस पनि हुन्छ, भित्रबाट पनि त्यस्तै खालको डे ड्रिमिङ गरिरहने, त्यस्तो नेचरको पनि हुन्छ है। रियल प्रब्लम भनेको चाहिँ केमा भन्दाखेरि तपाईँको ब्रेन चाहिँ कसरी वायर भएको छ। ब्रेन भनेको न्युरोनले बनेको हो। न्युरोन भनेको हामीसँग सबैसँग इक्वल न्युरो छन्, त्यो कसरी कनेक्ट भएको छ भनेको मतलब म यहाँबाट अफिस जान्छु भने अफिस जाने एउटा मात्र बाटो छैन नि त, धेरै व्यक्तिले एउटै मात्र बाटो प्रयोग गर्छ। अब एडिएचडी भएको मान्छेले चाहिँ, मैले एज अ उदाहरणको लागि भनिरहेको छु, उसले चाहिँ जानुपर्ने एउटा ठाउँ हो तर बाटो अलग तरिकाले खोजेको छ भनेको मतलब छुट्टै ढङ्गले चाहिँ उसको कनेक्सन भएको छ त्यो कुरामा भने चाहिँ यो हो एडिएचडी चाहिँ।
अब कसरी हुन्छ भन्दाखेरि चाहिँ तपाईँको दिमागले नै कसरी बिल्ड भएको क्या भनेको मतलब हामीले एउटै बिउ रोप्यौँ, भगवान्ले हामीलाई ब्रेन त एउटै दिए, तर त्यो कसरी विकसित भयो क्या भनेको मतलब त्यो इन्भाइरोमेन्टले नै होइन, कुनै कुनै कुरा चाहिँ हेरिडिटी पनि हुन्छ तपाईँको। यदि तपाईँलाई एडिएचडी छ भने तपाईँको प्यारेन्ट्सलाई पनि हुने सम्भावना धेरै छ। यदि तपाईँको प्यारेन्ट्सलाई छ भने ग्रान्ड प्यारेन्ट्सलाई एकदमै पर्फेक्ट हुनसक्छ, ग्रान्ड फादर ग्रान्ड मदर्स, यो हेरिडिटीको कुरा पनि हो। यसले चाहिँ मेन भनेको चाहिँ टिनेजहरूलाई, इफ यु आर इन द एज अफ बिट्विन 10 to 20 को बिचमा हुनुहुन्छ भने धेरै असर पार्ने भनेको चाहिँ यो बेला हो। किनकि यसले गर्दा तपाईँको पढाइ, तपाईँको रिलेसनसिप, तपाईँको फ्यामिली, तपाईँलाई ह्यान्डल गर्न चाहिँ तपाईँको फ्यामिलीले चाहिँ धेरै नै सङ्घर्ष गर्नुपर्छ यो बेला चाहिँ है। ठुलो भएपछि तपाईँले आफैले पनि सहयोग गर्नुहुन्छ, त्यसको लागि चाहिँ तपाईँ हाइपर एक्टिभिटी चाहिँ तपाईँको त्यो बेचेनपन, केही गरिरहन मन लाग्ने त्यो पनलाई चाहिँ अलिकति त्यसलाई चाहिँ कम गर्नुहुन्छ एज यु ग्रो। तपाईँको एज बढ्दै गइसकेपछि त्यो कुराले चाहिँ सोसली एड्याप्ट हुन्छ क्या भन्ने नेचरमा अब थिङ्किङ आउँछ नि, त्यसले गर्दा यो ऱ्यासनल माइन्डले चाहिँ टेक ओभर गर्छ। अब रियल प्रब्लम भनेको चाहिँ एडिएचडी चाहिँ कहाँबाट आउँछ भन्दाखेरि मैले प्रिभियस भिडियोमा नै भनेको थिएँ, हाम्रो ब्रेनको 3टा पार्टमध्ये माथिल्लो भागको पार्ट भनेको चाहिँ नियोकर्टेक्स। नियोकर्टेक्स चाहिँ अब त्यसमा चाहिँ हुन्छ त्यसको फङ्सन भनेकै प्रब्लम सल्भिङ होइन, जुन कुराले चाहिँ मनुष्यलाई मनुष्य बनाएको छ नि त्यो कुरा भनेकै नियोकर्टेक्समा हुन्छ। त्यो प्रब्लम सल्भिङ भयो है, तर्क दिन सक्ने कुराहरू, प्लानिङ गर्न सक्ने, एक्जिक्युसन गर्न सक्ने, सेल्फ कन्ट्रोल। सेल्फ कन्ट्रोल भनेको मतलब तपाईँ अब म 2 महिना ननस्टप राम्रोसँग मेहनत गरेर पढ्छु भन्नुभएको छ, लगातार पढिरहनु भएको छ, एक दिन कसैले डिस्ट्र्याक्ट गर्न खोज्यो भने पनि तपाईँसँग सेल्फ कन्ट्रोल हुन्छ। भनेको मतलब आज म यो काम गर्दिनँ भनेपछि तपाईँ आफैलाई विल पावरले, तपाईँको इच्छा शक्तिले चाहिँ तपाईँले आफैलाई वशमा राख्न सक्नुहुन्छ भने चाहिँ यो हो सेल्फ कन्ट्रोल। यसको मेन प्रब्लम एडिएचडीको सेन्ट्रल प्रब्लम भनेकै यो सेल्फ कन्ट्रोल चाहिँ एकदमै कम हुनु। सेल्फ कन्ट्रोललाई यसरी सम्झिनु कि तपाईँ बिहान उठ्ने बित्तिकै जहिले एक बोतल एउटा लिक्विड पाउनुहुन्छ। लिक्विड भनेको मतलब एक बोतल त्यो रिसोर्स हो कि सेल्फ कन्ट्रोल भनेको पनि लिक्विड फर्ममा यसरी सम्झ्यौँ कि त्यो जहिले एउटा सर्टेन अमाउन्टमा हुन्थ्यो, एउटा निश्चित मात्रामा चाहिँ तपाईँले चाहिँ त्यो सेल्फ कन्ट्रोल पाउनुहुन्छ। त्यो चाहिँ तपाईँले एडिएचडीमा भएको व्यक्तिहरूले चाहिँ, जोसँग एडिएचडी छ उनीहरूले चाहिँ त्यो एकदमै छिटो सकिने भयो क्या उनीहरूको। अब रिफिल गरिरहनु पर्ने हो। टिपिकल्ली मान्छेहरूको के हुनसक्थ्यो भन्दाखेरि जसले चाहिँ एक बोतल त्यो रिसोर्सेस छ, सेल्फ कन्ट्रोल गर्न सक्ने त्यो क्षमताको एउटा केही सर्टेन छ, केही सीमितता छ, उसले चाहिँ त्यसलाई दिनभरिमा सकाउँथ्यो भने चाहिँ अब एडिएचडी भएकोले चाहिँ त्यो एकैछिनमा रिताउने भयो क्या। मैले तपाईँलाई चाहिँ त्यो सेल्फ कन्ट्रोल भएको बिहान उठ्ने बित्तिकै केही कुरा त्यो सेल्फ कन्ट्रोलको त्यो एक बोतल लिक्विड चाहिँ तपाईँले छिटो सक्नुभयो भनेको मतलब त्यसलाई रिफिल गरिरहनु पर्यो। अब तपाईँले कुनै पनि प्लानिङको कुरा जुनमा चाहिँ नियोकर्टेक्स एकदमै काम लाग्छ भनेको त प्लानिङको कुरा, प्रब्लम सल्भिङको कुरा होइन, स्पेसल्ली यो एकाडेमिक जति पनि कुरा छ नि, लेख्नमा, पढ्नमा, बोल्नमा धेरै रिसोर्सेस लाग्ने भनेको चाहिँ यो नियोकर्टेक्सको यो अगाडिको भागले चाहिँ धेरै एनर्जी कन्ज्युम गरिरहेको हुन्छ त्यो बेला। अरू पार्टले भन्दा नि इमोसनले नि धेरै काम गरिरहेको हुँदैन त्यसमा, लिम्बिक ब्रेनले अथवा त्योभन्दा ब्रेन स्टेम, त्योभन्दा पछाडिको ब्रेन स्टेमले नि त्यति काम गरिरहेको हुँदैन। मेन सबभन्दा काम गर्ने एकदमै एनर्जी चाहिने भनेको चाहिँ त्यो बेला भनेको चाहिँ के हो भन्दाखेरि नियोकर्टेक्स। नियोकर्टेक्सले के काम गर्छ भन्दाखेरि एकदमै एनर्जी कन्ज्युम गर्ने त्यो बेलाको। यो भने मैले रियल प्रब्लम। यसलाई रिफिल गर्नको लागि के हुनसक्छ सोल्युसन? 10 and 3 रुल भनिन्छ है। 10 and 3 रुल भनेको चाहिँ के हो भन्दाखेरि तपाईँले चाहिँ एडिएचडी भएको मान्छेलाई अथवा अटिजम भएको मान्छेलाई, कुनै पनि यस्तो डिसअर्डर भएको मान्छेलाई जसमा चाहिँ कग्निटिभ रिसोर्सेस धेरै लाग्छ भने चाहिँ उसलाई चाहिँ के गराउनु पर्यो भन्दाखेरि 10 मिनट पढ्ने, 3 मिनट ब्रेक। जस्तै कुनै विद्यार्थी दिनभरि क्लास वर्क गर्छ, दिनभरि पढ्छ, घरमा गएर उसलाई होमवर्क गर भन्दा गर्न सक्दैन कि, किनकि त्यो सेल्फ कन्ट्रोल गर्न सक्ने त्यो लिक्विड भनेको थिएँ नि मैले, त्यो सकिसकेको हुन्छ, उनीहरूको झन् छिटो सकिसकेको हुन्छ। अब यसलाई कसरी रिफिल गर्न सकिन्छ भन्दाखेरि घरमा पनि अथवा तपाईँले कोही व्यक्तिलाई, कोही नै तपाईँको बालबच्चालाई चाहिँ होमवर्क गराउन चाहनुहुन्छ भने चाहिँ के गर्नु पर्यो भन्दाखेरि 10 मिनट होमवर्क गर्न दिने, 3 मिनट रिफिल के, रिल्याक्स गर्ने, केही गर्न छुट्टै एक्टिभिटी जुन कार्यमा ऊ सुरु गरिरहेको थियो त्यो कार्य बाहेक कुनै काम दिने, फेरि 10 मिनटपछि फेरि त्यही काम दिने, 3 मिनटको ब्रेक, 10 मिनट 3 मिनट, 10 मिनट 3 मिनट, यसरी चङ्किङ गरेर गऱ्यो भने चाहिँ उसले चाहिँ फेरि धेरै लामो काम पनि गर्न सक्छ है। अर्को सोल्युसन हुनसक्छ, इफ यु आर एडल्ट, एडल्टलाई पनि एडिएचडी भएको हुनसक्छ। तपाईँ इजिली डिस्ट्र्याक्ट हुनुहुन्छ, कुरा गर्दा गर्दै केही सानो कुरा छिसिका आयो भने तपाईँ त्यसमै ध्यान बगिरहन्छ। जस्तै तपाईँ
रुममा बसिरहनु भएको छ अथवा सरले पढाइरहनु भएको छ झ्यालबाट बाहिर हेर्नु बाहिर हेरिरहँदाखेरि चाहिँ एकजना मान्छे हिँडिरहेको देख्नुभयो अब तपाईँले सोच्न लाग्नुभयो कि त्यो हिँडिरहेको मान्छे कहाँ गयो होला त्यसले के देख्यो होला त्यसको एक्सिडेन्ट भयो भने के हुन्छ अथवा तपाईँले चरा देख्नुभयो चरा देख्ने बित्तिकै तपाईँको दिमागमा त्यही आयो म चरा भएको भए के हुन्थ्यो होला चरालाई मैले कसरी खाना खान्थेँ होला म बादलमा उडिरहेको हुन्थेँ कि हुँदैन थियो होला यो तपाईँको ट्रेन अफ थट छ नि एउटा सोचपछि अर्को सोच यो आइराख्ने विचार चाहिँ के छ भन्दाखेरि यो सबैलाई आउँछ तर एडिएचडी भएकोलाई चाहिँ अलिक बढी आउँछ उनीहरूको घन्टौँ आधी घन्टा डे ड्रिमिङमा यति समय लगाइदिन्छन् कि अब जुन बेला चाहिँ उसले रियलाइज गर्छ म डे ड्रिमिङ यत्रो बेर गरिरहेको थिएँ भन्दाखेरि चाहिँ उसलाई ढिलो भइसक्छ भनेको मतलब उसको टाइम लस्ट भइसक्छ क्या यो भयो एडिएचडीको एउटा नराम्रो असर अब यसलाई चाहिँ सोल्युसन के गर्न सकिन्छ भन्दाखेरि इफ यु आर एडल्ट ऊ आफू चाहिँ सेल्फ अवेर हुने म कुन बेला चाहिँ एडिएचडीले मलाई असर पार्दो रहेछ कुन बेला चाहिँ आउँदो रहेछ कुन कुन ट्रिगरहरू छ एडिएचडी भनेको मतलब हामी यसरी ध्यान भड्किने भनेको मतलब आफै कुनै पनि चिजले मानसपटलमा सोचहरू ल्याउने त होइन फर्स्टमा त के आउँछ भन्दाखेरि तपाईँको चाहिँ कुनै पनि ट्रिगर आउँछ ट्रिगर भनेको मतलब बाहिरी कुरा केही कुरा देखिन्छ केही कुरा सुनिन्छ केही कुरा गन्ध लिन्छ केही कुरा तपाईँको सेन्सेसहरूबाटै त आउने हो नि कसैले हल्ला गरिरहेको छ तपाईँ पढाइरहनु भएको छ हल्ला गरिरहेको छ तपाईँको ध्यान त्यहाँ जान्छ बुझ्नुभयो कि भएन तपाईँ पढिरहनु भएको छ तपाईँ होमवर्क गरिरहनु भएको छ बाहिरबाट केही आवाज आयो त्यहाँ जान्छ केही देख्नुभयो त्यहाँ जान्छ यो ट्रिगरहरू कुन कुराले चाहिँ मलाई सोच्न बाध्य बनाउँदो रहेछ भनेर तपाईँले रिपिटेडली आफैलाई सोधेर आफैलाई चिनेर थाहा पाउन सक्नुभयो भने यसले तपाईँलाई चाहिँ धेरै फाइदा काट्छ किन भन्दाखेरि अब तपाईँले त्यो ट्रिगरहरूलाई कम गर्न सक्नुहुन्छ किनकि तपाईँसँग अब क्षमता हुन्छ जब आफूले आफूलाई यसरी सेल्फ अवेर भएर चिनिन्छ यसले चाहिँ तपाईँलाई धेरै नै हेल्प गर्छ एडिएचडी भनेको चाहिँ तपाईँको ब्रेन नै डिफ्रेन्ट छ बनेकै डिफ्रेन्ट छ जन्मजातै तपाईँको डिफ्रेन्ट ब्रेन लिएर जन्मिनु भएको छ अब यसमा हामीले टाउको ठोकेर मेरो ब्रेन ठिक छैन भन्नुभन्दा पनि यसरी सम्झिनु कि एडिएचडी भनेको एउटा समुद्र हो तपाईँ एउटा चाहिँ बोटमा हुनुहुन्छ भनेको मतलब तलाउमा त्यो नाउमा भनौँ न हुनुहुन्छ सिपमा हुनुहुन्छ अब तपाईँले त्यो एडिएचडीको पानीको लहरलाई कसरी तपाईँले हेर्नुहुन्छ तपाईँले विन्डको अगेन्स्टमा भनेको मतलब हावाको विपरीततिर जान लाग्नुभयो भने त तपाईँलाई पक्कै पनि गाह्रो हुन्छ अथवा हावालाई नै प्रयोग गरेर चाहिँ समुद्रमा तैरिने प्रयास गर्नु भने त सजिलो हुन्छ नि त भनेको मतलब यसरी बुझ्न सकिन्छ एडिएचडीको पनि धेरै फाइदाहरू छन् कतिपय फेमस व्यक्तिहरू जो चाहिँ एडिएचडी भएका छन् उनीहरू फेमस पनि हुनसक्छ अर्को मिसकन्सेप्सन भनेको चाहिँ धेरैले के गर्छ भन्दाखेरि एडिएचडी भनेको चाहिँ तपाईँको इन्टेलिजेन्स हो जोसँग एडिएचडी छ त्यो लेस इन्टेलिजेन्ट हुन्छ भनिन्छ है तर यो भनेको चाहिँ सबभन्दा मूर्ख कुरा हो एडिएचडी भएको मान्छेको हाई आइक्यू पनि हुनसक्छ तपाईँको एडिएचडी एकदमै धेरै नै छ भने पनि तपाईँ राम्रो काम गर्न सक्नुहुन्छ एडिएचडी र तपाईँको इन्टेलिजेन्ससँग केही मतलब छैन इन्टेलिजेन्ट भनेको यसरी सम्झिनु कि तपाईँसँग फरारी कार छ फरारी कारमा भनेको तपाईँको इन्जिन हो इन्जिन के बनेको हुन्छ तपाईँको स्पिडको लागि बनेको हुन्छ एकदमै छिटो द्रुत गतिमा दौडिनको लागि बनेको हुन्छ अब तपाईँको त्यो इन्जिन छ तर ट्राफिकमा जाममा फसिरहनु भएको छ अब तपाईँको त्यो कार काम भएन त्यसरी नै तपाईँको एडिएचडी ब्रेन छ तर तपाईँ चाहिँ कुन ठाउँमा सिक्न जानु भएको छ जुन स्कुलमा चाहिँ कसरी सिकाइन्छ भन्दाखेरि तपाईँको एकाडेमिक टर्ममा जुनमा म्याथ हुन्छ जुनमा इङ्ग्लिस हुन्छ जुनमा चाहिँ रटाउने काम गरिन्छ जुनमा चाहिँ लेखेर तपाईँले अनुभव गरेर भन्दा नि लेखेर चाहिँ सिकाइन्छ तपाईँले केरा कस्तो छ स्वाद थाहा छ भन्दा पनि केराको बारेमा लेख कतिवटा प्रकारको केरा हुन्छ जसले चाहिँ बढी लेख्न सक्छ नि हो यसमा चाहिँ बढी मार्क्स दिइन्छ भने चाहिँ तपाईँ चाहिँ अब यसमा चाहिँ एउटा फरारी कार जुन चाहिँ ट्राफिक जाममा अड्केको जस्तै हो फरारीको काम भनेको तपाईँको एकदमै छिटो दौडिने हो अब त्यो द्रुत गतिमा दौडिन सक्छ कुन बेला भन्दा जब फ्री रोड पाउँछ फ्री खाली ठाउँ पाउँछ त्यो बेला त उसले आफ्नो एनर्जी देखाउन सक्छ नि त त्यो बेला त ऊ एकदमै फास्ट हिँड्न सक्छ नि त त्यसरी नै तपाईँलाई पनि कोहीसँग एडिएचडी छ भने चाहिँ एडिएचडी भएको छ भने इफ यु आर डायग्नोज्ड विथ एडिएचडी अथवा आफैले सेल्फ डायग्नोज पनि गर्न सकिन्छ आफैले हेर्नुहोस् यदि तपाईँ कन्सटेन्टली डिस्ट्र्याक्ट भइरहनुहुन्छ रेस्टलेसनेस छ भित्रबाट बेचेन के गरौँ खालको छ होइन त्यो छ भने त्यस्तो खालको इजिली डिस्ट्र्याक्ट हुने अटेन्सनमा ध्यान केही कुरामा नि धेरै बेरसम्म ध्यान दिन नसक्ने हो यस्तो खालको हुनुहुन्छ भने चाहिँ तपाईँलाई एडिएचडी भएको हुनसक्छ
अब तपाईँलाई कसरी सिकाउनु पर्ने थियो भन्दाखेरि चाहिँ तपाईँलाई चाहिँ यो हाम्रो स्कुलको सिस्टम अहिले जति पनि शिक्षा प्रणाली छ त्यसले चाहिँ त एडिएचडी भएकोलाई अटिजम भएकोलाई यो न्युरो डाइभर्सिटी जति पनि छ नि अटिजम होइन डिसअर्डरहरू बाइपोलर डिसअर्डर डिसक्याल्कुला होइन डिस्लेक्सिया यी सबै कुराहरूलाई चाहिँ एड्रेस गर्न सक्दैन। अब अटिजम भएको व्यक्तिलाई मैले लेखाएर भन्दा पनि फिल गराएर क्या काइनेस्थेटिक भन्छ नि फिल गराएर चाहिँ तपाईँलाई पढाउनु पर्ने हुन्छ। त्यो गऱ्यो भने के हुन्छ भन्दाखेरि तपाईँले अब बुझ्नुहुन्छ क्या यु जस्ट ह्याभ अ डिफ्रेन्ट ब्रेन विच यु क्यान युज ओन्ली वेन देयर इज अ सर्टेन डिफ्रेन्ट अप्रोच अफ टिचिङ। तपाईँलाई मैले छुट्टै तरिकाले पढाउनु पर्ने हुन्छ क्या त्यो लेखेर भन्दा पनि अनुभव गराएर फिल गराएर महसुस गराएर यसरी गऱ्यो भने फेरि ऱ्यापिड हुनसक्छ। कोही कोही व्यक्तिको फेरि एउटा के छ भन्दाखेरि एडिएचडी भएको पनि सबैमा हुँदैन। मैले धेरै आफ्नो विद्यार्थीहरूमा देखाएको छु एउटा स्टुडेन्ट कस्तो थियो भन्दाखेरि ऊ मोस्ट अफ द टाइम एकदमै रेस्टलेस उसलाई ध्यान जाँदैन पढाइमा तर कुनै सर्टेन टपिक हुन्छ जुनमा चाहिँ ऊ एकदमै हाइपर फोकस हुन्छ ऊ एकदमै सर्टेन टपिकमा चाहिँ फेरि राम्रोसँग डिप डाइभै गर्न सक्ने कुनै टपिकमा फेरि उसलाई इफ हि डजन्ट लाइक हि डजन्ट लाइक त्यो ठ्याक्कै देखिन्छ क्या फेसमा क्या। अर्को हाइपर एक्टिभ भएको एउटा स्टुडेन्ट थियो जसले चाहिँ के गर्थ्यो भन्दाखेरि म पढाइरहेको छु पढाउँदा पढाउँदै पछिको क्वेसन सोध्ने धेरै एक्साइटेड बढी एक्साइटेड हुने अनि हेर खास लेख्न चाहिँ मन नलाग्ने उसलाई अनि त्यसपछि मैले कुनै प्रश्न गरेँ भने ऊ भन्न त सक्दैन अनि कुनै एन्सरहरू मैले पहिले भनिसकेको छ भने त्यही क्वेसन फेरि सोध्ने भनेको मतलब उसको ध्यान त्यो पढाइमा हुँदैन। अनि जतिखेर बेचबाट बाहिर निस्किन खोज्ने उठ्न खोज्ने इन्टरप्ट गर्ने कुरा सकिने नदिने भनेको मतलब त्यस्तो हुन्छ। हाइपर एक्टिभ भयो इम्पल्सिभ भयो भनेपछि यो बच्चा बेलामा देखिन्छ धेरै नै त्यो बाहिरै देखिन्छ क्या त्यो उसको रेस्टलेसनेस उसको बेचेन भनेको चाहिँ बाहिर नै देखिन्छ। अब यसकै अपोजिटमा हुन्छ इनअटेन्टिभ चाहिँ के हुन्छ चुप्प लागेर मनमनै त बस्छ तर उसको पनि ध्यान त पढाइमा हुँदैन उसको पनि ध्यान त बाहिरतिर नयाँ नयाँ कुरामा हुन्छ ऊ चुप्प लागेर त बसेको हुन्छ। यसरी सम्झ्यौँ कि उसको चाहिँ वरिपरि उसको दिमागमा चाहिँ एउटा सानो स्ट्रोम भनेको मतलब हावा हुन्डरी चलि नै रहेको हुन्छ त्यो भलै सानो हाइपर एक्टिभमा चाहिँ एकदमै ठुलो हावा हुन्डरी चलिरहेको छ उसको वरिपरि उसलाई नै उडाउने खालको ठुलो हावा हुन्डरी चलिरहेको छ तर इनअटेन्टिभमा हावाहुरी नि चलिरहेको छ सानो खालको चलिरहेको छ शान्त खालको चलिरहेको छ। त्यसले गर्दाखेरि उसलाई जे होस् एउटै कुरामा फोकस हुन चाहिँ दिँदैन। अब यसको सोल्युसन मैले भनिहालेँ एउटा सेल्फ अवेरनेस आफूलाई चिन्नु पर्यो है। अर्को भनेको चाहिँ ब्रेकिङ टास्क अघि पनि भने मैले एउटै कामलाई लामो समयसम्म गर्न सकिन्न त्यसको लागि चाहिँ टास्कहरूलाई टुक्रा 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 बनाउने यो एउटा एनालिटिकल थिङ्किङ पनि भन्छ। एनालिटिकल थिङ्किङले चाहिँ के भन्छ भन्दाखेरि कुनै पनि चिजलाई ठुलो चिजलाई सानो सानो टुक्रामा बनायो भने चाहिँ एचिभ गर्न नसक्ने कुरा केही पनि छैन सबै कुरा एचिभ गर्न सक्छ भन्छ है। प्राइम मिनिस्टर बन्नु छ भने पनि त्यसलाई ब्रेकडाउन गरेर 1 इयर अब त्यो प्राइम मिनिस्टर बन्यो होला तपाईँको 10 वर्षको टार्गेट त्यसलाई ब्रेकडाउन गरेर 1 इयरलाई ब्रेकडाउन गरेर 1 मन्थलाई ब्रेकडाउन गरेर 1 विकमा ल्याउनु भयो स्टेप वाइज भर्याङ जस्तो बनाउनु भयो भने चाहिँ यु क्यान अचिभ एनिथिङ। अब मैले भनिहालेँ पढ्नेको पनि सेसन बनाउनु पऱ्यो क्या तपाईँले। इफ यु डोन्ट पे अटेन्सन टु द बुक्स अर वाइल रिडिङ वाट यु सुड डु इज त्यसलाई अब तपाईँले टुक्रा टुक्रा बनाउनु पऱ्यो 15 मिनटको सेसन हुन्छ कि 10 मिनटको सेसन हुन्छ कि यसो गऱ्यो भने चाहिँ तपाईँले चाहिँ ग्रास्प गर्न सक्ने तपाईँको रिटेन्सन तपाईँले पढ्न सक्ने तपाईँले अलिकति फोकस गर्न सक्ने तपाईँको यो फेरि न्युरोप्लास्टिसिटीले गर्दा के हुन्छ भन्दाखेरि तपाईँको ब्रेन रिवायर पनि हुनसक्छ। तपाईँले जन्मजातै ल्याएको कुरा पनि तपाईँले चेन्ज गरेर ओभर द पिरियड अफ टाइम यु क्यान डेभलप अ न्यू ह्याबिट त्यो पनि हो है फेरि कम्प्लिटली डिफ्रेन्ट पनि हुनसक्छ त्यो ह्याबिटमा डिपेन्ड गर्छ। ह्याबिट भनेको मतलब ह्याबिट भनेकै के हो र ह्याबिट भनेकै तपाईँको ब्रेनको न्युरल पाथवे त हो नि। तपाईँ एउटा जङ्गलको बाटो छ 1 दिन हिँड्नुभयो बाटो बन्दैन 2 दिन हिँड्नु अलि बाटो बन्छ 10 दिन हिँड्नु भने प्रपर बाटो बन्छ नि त्यस्तै त हो नि। एउटा नयाँ ह्याबिट गर्दाखेरि अलिक गाह्रो हुन्छ तपाईँले बिस्तारै तपाईँको पाथ बन्दा हुन्छ न्युरल पाथवे दिमागमा 2 दिन गर्नुभयो अलिकति गाह्रो बन्छ 3 दिनमा अलिकति अटोमेटिक हुँदै जान्छ 4 दिन इजी हुन्छ 5 दिन 10 दिन 1 महिना 2 महिना त्यसपछि अटोमेटिक हुन्छ। यु डोन्ट ह्याभ टु पुट एफोर्ट। अब यो मैले सबभन्दा कुरा गरिहालेँ सेल्फ कन्ट्रोलकै कुरा हो। यो बच्चाहरूमा चाहिँ के हुन्छ भन्दाखेरि टिनेजमा चाहिँ त्यो सेल्फ कन्ट्रोल चाहिँ आफूले गर्न सक्दैन क्या उनीहरूले चाहेर पनि उनीहरूलाई पनि थाहा हुन्छ कति बेला अब कुनै टिचरले चाहिँ उनीहरूलाई गाली गरेको बेला ओहो म त एडिएचडी भएछ क्या अरे
त्यसरी त सोध्दैन। उनीहरूको ध्यान गइरहेको छ, म पढाइमा फोकस भएको छैन भन्ने थाहा हुन्छ, तैपनि उनीहरूले गर्न सक्दैन, कन्ट्रोल गर्न सक्दैन। किनकि उनीहरूसँग सेल्फ कन्ट्रोलै हुँदैन। त्यो सेल्फ कन्ट्रोल हुनको लागि जुन एनर्जी चाहिन्छ त्यो त सकिसकेको हुन्छ। त्यो रिसोर्सेस जति चाहिएको हुन्छ त्यसलाई कन्ट्रोल गर्न सक्ने क्षमता त्यो त सकिसकेको हुन्छ। त्यसले गर्दा उनीहरू चाहिँ त्यो कुरालाई कन्ट्रोल गर्न सक्दैन। तर एडल्टमा चाहिँ हामीले कन्ट्रोल गर्न सक्छौँ त्यो कुरालाई, किनकि यो कुराहरू बुझ्यो। एडिएचडी भनेको के हो, कतिवटा टाइप हुन्छ, म केमा पर्छु, यसलाई कसरी रेजोल्युसन भनेको मतलब कसरी समाधान गर्ने भन्ने थाहा पाउनु भयो भने यु क्यान सल्भ द्याट। सोल्युसनकै खोज्दाखेरि चाहिँ धेरै अलिकति रिजिड पनि नहुनु, अलिकति बी फ्लेक्सिबल। एउटा लाइन सुनेको थिएँ, प्रोग्रेस इज नट अलवेज इन स्ट्रेट लाइन। हामीले जुन पनि एकाडेमिक कुरामा चाहिँ जुन नम्बरलाई मात्र कम्पेयर गरेर चाहिँ म यति भएँ, मेरो प्रोग्रेस भयो कि डिग्रेस भयो, हेर्छौँ नि, यो कम्पेयर गर्दाखेरि एउटा लिनियर अप्रोच भयो क्या। तपाईँको ब्रेन डिफ्रेन्टली बनेको छ भनेपछि त्यसमा छुट्टै स्ट्रेन्थ पनि छ, छुट्टै लिमिटेसन पनि छ। लिमिटेसन भले हामीले नजिकैबाट देख्छौँ, आउटराइट देख्छौँ भने, अभियसली देख्छौँ भने, अब त्योसँग स्ट्रेन्थ पनि हुन्छ भनेको मतलब त्योसँग एउटा क्यापासिटी पनि हुन्छ। तपाईँले एउटै कुरामा क्विकली सोच्न सक्नुहुन्न भने अब यसको के फाइदा हुन्छ भन्दाखेरि तपाईँले मैले 5वटा कुरा दिएँ भने तपाईँले स्टेप वाइज फलो गर्नुहुन्न। मैले तपाईँलाई ABCD फर्स्ट स्टेप, सेकेन्ड स्टेप, थर्ड स्टेप, फोर्थ स्टेप, फिफ्थ स्टेप यसरी फलो गर है भनेर एउटा म्याथमेटिकल अपरेसन दिएँ भने तपाईँले एकैचोटि 1 5 3 2 4 हो यस्तो पनि हुनसक्छ। नयाँ आइडिया, नयाँ इन्साइट, क्रिएटिभिटी बढ्न पनि सक्छ। क्रिएटिभिटी जन्माउने कुरा पनि यही हो। डिफ्रेन्ट हुनुको मतलब यसले तपाईँलाई नयाँ एडभान्टेज पनि दिएको छ है भनेर पनि सम्झिन सकिन्छ। फ्लेक्सिबल हुनुको मतलब एक्सेप्ट गर्नु यो आफैलाई। अब तपाईँले जानी म यस्तो हुन्छु भन्नु त होइन, यो तपाईँले जन्मजातै ल्याएको कुरा हो। अब योसँग कसरी चल्ने मतलब यसलाई एक्सेप्ट गर्नु पर्यो। फर्स्टमा योसँग मैले कसरी डिल गर्ने, नहुनु भइसक्यो, मैले चाहेको होइन, इट ह्यापन्स। यसको आफ्नै फाइदा पनि छ, बेफाइदा पनि छ। आफैलाई चिन्ने, त्यसमा चिनिसकेपछि अब मैले यसबाट बेस्ट कुरा के निकाल्न सक्छु, मैले यसैलाई नै युटिलाइज गरेर चाहिँ धेरै राम्रोसँग चाहिँ मेरो म्याक्सिमम आउटपुट के निकाल्न सक्छु भनेर सोच्नु है। धेरै व्यक्तिहरू छन् जुन हिस्ट्रीमा लियोनार्डो डा भिन्ची भयो, अर्को भयो थोमस एडिसन, जिम क्यारी, विल स्मिथ एक्टर भयो। यिनीहरू सबैसँग नै एडिएचडी थियो। उनीहरूले पनि धेरै राम्रो काम गरेको छन्, धेरै राम्रो कन्ट्रिब्युसन गरेको छन्। भनेको मतलब एडिएचडी हुन्छ भन्दैमा, छ भन्दैमा त्यसलाई तपाईँले धेरै ठुलो इस्यु बनाउनु पर्दैन। यु जस्ट ह्याभ टु लर्न टु वर्क विथ योर ADHD ब्रेन, द्याट्स अल। थ्याङ्क यू फर वाचिङ।